जब हामी पिर पर्छ नि अनि भगवान सम्झिन्छौँ अनि लाग्छ भगवान त रुनु हुँदैन होला। होइन, भगवान पनि रुनुहुन्छ। आउनुहोस्, मैले आज तपाईँलाई भगवान श्रीकृष्ण कहिले रुनुभयो भन्ने कुरा बताउन गइरहेको छु। भगवान श्रीकृष्ण द्वापर युगमा 2 पटक रुनुभएको थियो। पहिलो पटक उहाँ कहिले रुनुभयो त? पहिलो पटक भगवान श्रीकृष्ण राधा रानीको मृत्यु हुँदा रुनुभएको थियो। त्यति बेला उहाँ धेरै रुनुभएको थियो भन्ने कुरा विभिन्न कथाहरूमा भेटिन्छ। अनि राधा रानीले आफ्नो अन्तिम समयमा भगवान श्रीकृष्णलाई बाँसुरी बजाउन लगाउनु भएको थियो। त्यसपछि श्रीकृष्णले लगातार बाँसुरी बजाउनु भएको थियो र राधा रानी देवलोक जानुभएको थियो। अनि भगवान श्रीकृष्ण धेरै दुखी भएर धेरै रुनुभयो। अनि त्यस समयदेखि नै भगवान श्रीकृष्णले बाँसुरी भाँचिदिनु भयो र त्यसपछि बाँसुरी बजाउनै छाड्नुभयो भन्ने कुरा विभिन्न कथाहरूमा पाइन्छ। त्यसपछि भगवान श्रीकृष्ण दोस्रो पटक द्रौपदीको चिरहरण हुँदा रुनुभएको थियो। कथामा भनिएको छ कि द्रौपदीको जब चिरहरण भएको थियो त्यो सबै श्रीकृष्ण भगवानले आफ्नो दिव्य आँखाबाट देख्नु भएको थियो। तर त्यति बेला कृष्ण भगवानले केही पनि गर्न सक्नु भएन, किनकि त्यो समय द्रौपदीको चिरहरण नभएको भए यो नवयुगको स्थापना हुने नै थिएन। त्यसैले त्यति बेला महाभारतको युद्ध नभएको भए पनि पापीहरूको अन्त्य हुने थिएन भनिन्छ।